फाइनली गाइज म चाहिँ तपस्या बस्ने डाँडामा आइसकेको छु। गौमुखी गाउँपालिका वार्ड नम्बर 6 लिबाङमा पर्ने यो चाहिँ लिबाङका समाजसेवी युवा पिँढीका साथीहरूले बनाएको यो चाहिँ पार्क एकदमै रमाइलो लाग्यो। म एकदमै बिहान आएको भएको कारणले गर्दा यहाँ चाहिँ भिडहरू चाहिँ छैन। तपाईँले म देखाउने छु, हेर्न सक्नुहुनेछ। तपस्या बस्ने डाँडा उचाइ चाहिँ 2200 मिटर रहेको छ। यो यतातिर चाहिँ सबभन्दा उत्कृष्ट लागेको यो आमा भन्ने यो बोर्ड राखिएको रहेछ हैन। स्वर्गीय आमा कुँवारी देवी खड्काको सम्झनामा छोराहरू तुलबहादुर खड्का, डोरबहादुर खड्का, वामदेव खड्काद्वारा सौजन्य गौमुखी गाउँपालिका वार्ड नम्बर 6 लिबाङ आमाको सम्झनाको लागि चाहिँ बनाउनु भएको रहेछ। यतातिरको चाहिँ दृश्य एकदमै रमाइलो छ। सुन्दर अक्षरमा लेखिएका यी तस्बिरहरूमा हाम्रो आर्ट्स कलाकार सुरेश पुन मगर रहनु भएको छ। उहाँको घर चाहिँ गौमुखी गाउँपालिका वार्ड नम्बर 6 लिबाङमै पर्छ। साथीहरू आर्ट सम्बन्धित जस्तोसुकै काम गर्नको लागि हाम्रो सुरेश पुन मगरलाई चाहिँ सम्पर्क गर्न सक्नुहुनेछ साथीहरू। उहाँले जस्तोसुकै चित्रहरू, लेखनहरू, हस्तलेखनहरू लगायतका थुप्रै कामहरू उहाँले चाहिँ लगायत उहाँको टिमले गर्ने गर्छ। र गौमुखी गाउँपालिका वार्ड नम्बर 6 लिबाङको वडा कार्यालयले यो लभ आकृतिको चित्र यो सौजन्य गरेको रहेछ साथीहरू। यो नेपाली झन्डाको सौजन्य गर्नुभएको रहेछ गौमुखी गाउँपालिका वार्ड नम्बर 6 लिबाङकै भाइ विशाल छेत्री र लोकबहादुर खत्रीले यहाँ बस्ने कुर्सीदेखि लिएर यहाँ लगाएको रङहरूदेखि लगाएर यहाँ भएका जे कुराहरू छन् त्यो सबै सौजन्य मार्फत भएको भन्ने सुनिराख्नु भएको छ। तपाईहरूले चाहिँ एकदम उत्कृष्ट छ साथीहरू। घुम्न लायक ठाउँ बनेको छ। तपाईहरू पनि एकचोटि घुमेर प्रतिक्रिया दिन नबिर्सनु होला। जुन तपस्या बस्ने डाँडामा रहेको जुन तपस्या बस्ने डाँडो भनेको ठ्याक्कै यहीँनिरको रहेछ साथीहरू। यहाँनिर चाहिँ तलतिर ट्याक्क लाएर यो बान्दो जस्तो बनाएर होइन, चौतारी जस्तो बनाएर यो रुखमुनि बसेको जस्तो देखिन्छ होइन। यो यहाँनिर पनि लेखिएको छ तपस्या बसेको स्थान भनेर लेखिएको रहेछ। यहाँनिर चाहिँ यहीँनिरको होला साथीहरू। गौमुखी गाउँपालिकालाई अथवा हाम्रो लिबाङले चिनाउनको लागि चाहिँ जुन यहाँनिर युवाहरूले अथवा हाम्रा युवा पिँढीका साथीहरूले चाहिँ जुन भूमिका खेल्नु भएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद प्रकट गर्न चाहन्छौँ। ल यहाँहरू सबैलाई नमस्कार। हामी यति बेला यो दियाल चौरमा छौँ। धेरैजनाको यो नयाँ बन्दै गरेको तपस्या बस्ने डाँडा कता हो भन्ने गुनासो भइराखेकोले हामीले यो भिडियो बनाएका छौँ। तपाईँहरू यो यता पूजा लिबाङ खबाङ हुँदै यताबाट आउनुहुन्छ। यो बाटो आइसकेपछि यहाँनिर ठ्याक्कै आइसकेपछि यहाँ मन्दिर छ होइन। यो मन्दिरनिर हो, यतिनिर आइसकेपछि तपाईँहरू अड्डिनु होला। अड्डिएपछि यतातिर जाने मोटर बाटो छ। तपाईँहरू बाइकमा गाडीमा आउनुहुन्छ भने गाडी बाइक वहीँ माथि पुग्छ। हिँड्दै पनि यहाँदेखि 15 मिनट जति हिँडेपछि माथि पुगिन्छ, 10 देखि 15 मिनट। तपाईँहरूको यही हो है। यो जानकारीका लागि तपाईँहरूलाई यो मन्दिरनिर उता जानु पर्दैन। उताबाट आउनुभयो भने त्यो चौरदेखि यता आउनु पर्यो। अनि यहाँ आइसकेपछि यहाँबाट माथि निस्किनु पर्यो है त। ल